ब्याक टु आवर च्यानल। अनि आज चाहिँ म आएको छु यो भलमको यो भाइरल पुलमा। योभन्दा ठ्याक्क 1 साल अगाडि चाहिँ हामी सबै ग्रुपै आएको थियौँ। अहिले चाहिँ हामी 4 जना मात्रै आएको छौँ। अहिले पनि त्यस्तै धेरै पाहुनाहरू आउनु भएको छ। पहिला पनि त्यस्तै थियो। पहिलाको वर्ष आउँदा नि पानी परेर रुजेको थियो, अहिले आउँदा नि पानी पर्न लागिरहेको छ। अनि साथीहरू म देखाउँछु है हाम्रो यहाँ को हुनुहुन्छ भनेर। निकिता, रोशनी, निसु, निशान्त, ल देख्नुहुन्छ। बाँदरलाई खिच, बाँदर। बाँदर? कोही बाँदर? यहाँ बसिरहेको, यहाँ बसिरहेको। मैले देखिनँ त नि। ओ बाँदर कहाँ गइस? बाँदर यहाँ बाँदर थियो तर मेरो क्यामेरामा कैद भएन। खोइ निकिता पुग्यो। डर पुग्यो निकिता। रोशनी किन लाग्यो? लाग्यो मलाई डर। मलाई यस मलाई लाग्दैन डर। यहाँबाट जाँदै हुनुहुन्छ। अनि यतातिर पनि हेरौँ है, यो साइड खोला। निकिता, निशान्त, रोशनी उता पुगिसक्यो। म भने चाहिँ अब हजुरहरूलाई पनि यतातिर देखाउँछु। र निशान्त मात्रै छौँ, निकिता र रोशनी पुगिसक्यो। अब निशान्तको पारा हेरौँ है ल। वाह वाह वाह, के हुनुभएको हजुर? थाकेर हो? यस्तो हरियो घाँस यो देखेर। ल हेर भ्लगमा जे पाए त्यो कुरा नबोल त। उता नै रोशनी फेरि उहाँ पुगिसक्यो। यस्तो माथि माथि जाम अरे कि होइन, मलाई यस्तो गाह्रो हुन्छ त्यहाँनिर जाम। उता नै उता कोइला फेरि हजुरको यस्तै खिचिदियो मैले। पानी पनि पिउन पाएँ होइन, गाउँको नेचुरल पानी हो ल, मूलको। हामीलाई चाहिँ यहाँ पानी दिनुभयो, धन्यवाद। चिसो पानी अर्ग्यानिक गाउँको। यो चाहिँ भलम गाउँ। लु नानी जुनी पक्का ठिक छ। अनि यतातिर हामी चाहिँ तेर्सो बाटो हिँडिरहेको छ। शीतलो भयो अनि यति सास पुग्यो मलाई त। साह्रै उकालो चढाएको नि त साथीहरू। यसरी उकालो चढ्दै आउँदा स्वास्थ्य फाइदा त हुन्छ, तर सास भएन गाह्रो। म जस्तो मोटो मान्छेलाई हिँड्दै हिँड्दै। निकिता दिलाई कता? ओहो फेरि केही कुरा कुन हो हे? डर भर नभएको मगर गे बाबा। तपाईँ सुन्नु होइन है? ल फेरि गर्नु नि त नि, बरु सुन्छु। के हो त्यो? ल वापस आख हजुरको भोकल। हो त्यही भोइस भनेको के? निसु भन्नु न, अनि रोसु भन्नु। अब निकु काले दाइ हो के? काले काले दाइ हो के? मैले नाम खाजा हाल्न गरेर न त खाजा। वाह वाह वाह। जा मोटु तपाईँ र म उता घुमेर ल साथीहरू, हामी चाहिँ भलम काम घुम्न आएको। मौसमले आज जो साथ त दियो, खुसी पनि लाग्यो। गाह्रो भयो त्यो सुरुमा। अनि पानी पनि पिउन पायो। अनि यहाँ एउटा कुकुरा पनि हामीले भेट्यौँ, छुच्चो कुकुर काले रे। घरभित्रबाट त यस्तो भोके थियो नि, बाहिर आएको त फेरि भुक्दै भुकेन कि है। यति रमाइलो लाग्यो है अहिले चाहिँ। निशान्तको उता र निशान्तको उता पारा उता एउटा मेरो गोलु हे। ल यिनीहरूलाई यता न खाका। उनीहरूले फेरि हेलमेटमा के गरेछन् त नि। म चाहिँ यो भलम गाउँमा पहिलोचोटि आएको होला, त्यहाँ तलसम्म त आइए थिएँ। ओहो 3 जना चाहिँ खाइरहनु के थम्नेल हो? भिडियो वा उता हँसाए। काली आए काली आए काली आए काली आए। तिमीलाई किन सन्चो भएन त नि? भलम गाउँमा हामीले कालेर भेट्यौँ। कस्तो राम्रो रहेछ है। के बोकेर आउनुभएको बा? ए हामी पारे नै हे। हामी चाहिँ फर्किँदैछौँ। ल यहाँ 2 जना चाहिँ आउँदैछन् होइन। हामी चाहिँ यता आइसकेको छौँ। अनि यो 2 जना चाहिँ बल्ल आउँदैछ। आउनुहोस् गाइस आउनुहोस्।
यो चाहिँ हाम्रो दिदीको भ्लग हो, मोटो दिदीको होइन। अनि त्यही भएर चाहिँ अब म पनि यसो बोलिदिउँ न भ्लगमा। अनि हामी चाहिँ यहाँ अब पुल तरेर फेरि पारि जाँदैछौँ। अनि यहाँ चाहिँ यो पुल कसले बनाएको भनेर चाहिँ लेखिएको छ। अनि यता उनीहरू आउँदैछन्। ल कति धेरै इन्डियन पर्यटकहरू आउनु भएको छ। ओहो को ओ यति बेला डर लाग्यो रोस यता हेर त डर खाऊ निकिता यता न हेर्ने हेर ओइ निकिता र रोस नि डराएर अनि निशान यस्तो दौडिँदै जानुभएको त रिसार हानिदिनु निकिता ओए निकी उताबाट चाहिँ अझै मान्छेहरू यता आइराख्नु भएको छ इन्डियन हो फेरि आउनुभएको नि निशानलाई हेर्नु ल ग्रिन 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 निकिता पर्पल 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 यिनीहरू चढ्नलाई चढी मोटी चढी हो बाहिर राम्रै छ अनि म पनि तिनवटा पर्पल हे हामी चाहिँ फाइनल ठुल्दैको चिया चौधरीमा आयौँ। हामी जहिले पनि चिया खान आउँछौँ त माथितिर आयो भने चाहिँ पहिला पढ्थ्यो अहिले यहाँ होइन। अब हामी 4 जना चिया अनि यहाँ चाहिँ चक्क नै हामीले हाउडा ल्याएको नदीपुरबाट होइन। यहाँ चाहिँ खाजा चिया खायौँ। अब आफ्नो घरतिर जाने नि त। ओहो कति हल्ला हो ओहो मोटी बसी ल भाइ यता साथी घर आइसक्यौँ। आएर पनि अब बसेँ फ्रेस भएँ होइन। बाहिर चाहिँ कोही काम गरिरहनुपर्छ। म चाहिँ भ्लग एन्ड गर्न लागेको। आजको भ्लग चाहिँ छोटो मिठो अनि हामी 4 जनाको मात्रै थियो। अझै भाइरल सेती खोला पनि जाने भनेको त्यहाँ चाहिँ गएनौँ। अब मौसम पनि त्यस्तै थियो नि त। नेक्स्ट टाइम जाम्ला नि त। नेक्स्ट टाइम जाम्ला। अनि मेरो च्यानललाई चाहिँ धेरै 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 माया गर्नु होला है। अब चाहिँ 1000 त कट्यो भोलि चाहिँ 1000 त कट्यो। जर्नी विथ मोटु ब्लग्स होइन। अब राम्रो राम्रो भ्लग ल्याउनु त कोसिस गर्दैछु। त्यही पनि बिचमा चाहिँ आफ्नो व्यक्तिगत कामले मैले चाहिँ भ्लगहरू कन्टिन्यू दिन पाएको छैन। त्यसैले साथीहरू हजुरहरूले मलाई धेरै धेरै सपोर्ट गर्नु होला माया गर्नु होला। अब राम्रो राम्रो कन्टेन्ट ल्याउने पनि कोसिस गर्नेछु भन्दै अर्को भ्लगमा भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ म यो भ्लग यहाँ एन्ड गर्न चाहन्छु। हजुरहरू एकदम स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस्। लाइफ चाहिँ इन्जोय गर्नु हर पल इन्जोय गर्नु भनेर नयाँ आउने भ्लगमा बाचा सहित उता निकिता छ। अनि म चाहिँ मोटो हजुरको साथी रूपा बाई बाई बाई।